हस्त सबैजनालाई जय मसी। अनि आज चाहिँ हामी 5 जना छोराछोराहरूको ट्रिप छ मेलबर्न टु अल्बरी, यहाँ कि न्यू साउथ वेल्स। अनि हामी गाडी यही हो, आजको जाने यो मेरो गाडी हो। अनि यसमा हामीले सामानहरू टर्न हालेको छौँ, यो अल्बरी जाने सामान हो। अनि हेर्न सक्छु यहाँनिर हेर्न सक्छौँ सामानहरू सबै यहाँ छ, एकदम प्याक छ। यसमा जाँदैछु आज हामी। र हामी सबैजना बसिसकेको छौँ। ड्राइभर हाम्रो सालो केटा छ, हामी पालिले कुदाउँछौँ। अब भित्र पुगिसकेको छ। यात्रा अब सुरु भयो न्यू साउथ वेल्स। ल सबै कुरा हामी अपडेट गर्नेछौँ। सबैलाई फेरि पनि जय मसी। सक्यो थोत्रे रोडको यात्रा हुँदैछ। यात्रा ड्राइभर कस्तो छ? यात्रा सर्वत्र ल यसो यात्रा सर्वत्र। यात्रा हाम्रो अलगढी छेउछेउ पुग्नु आँट्यो। 1 घन्टा होला चाहिँ। ल ठिक छ। अलबरी छिरेको अवस्था। सामान झारै हुँदैछ। छ कुमार चाहिँ अलबरीमा काका घरमा सामान झारै हुँदैछ। हामी अलबरी आइपुगेर सामानहरू झारेर अनि फिसिङ गर्नु आएको छु। यस ठाउँमा बस्छ यहाँ बल्छीहरू। अनि ठाउँ यस्तो छ, सबैजना जाँदैछ। ठुलो परेछ त।
पहिलाचोटि परेको यो कतिको परे भएछ त्यो त प्लायर थियो त प्लायर ल फेरि सेकेन्ड लट परेको अनुसार आइतेको आएर नि परेर नै उम्कियो अनि यता माछाले निकाल्दै हुन्छ अर्को बल्छी भएको ए हो त्यही त यहाँ माछाले तान्दै हुनुहुन्छ उगाउनु हो उगाउने मजा त्यही हो र आज त लु पुच्छार दिन त उगाउँदैन त माछा त गर्दाखेरि पनि भयो ल यति त भइपाल त बल्छी बाने हुँदैछ आइतेको चाहिँ बल्छी दिएर गएछ माछाले एकदम अँध्यारो भएको समयमा छौँ हामी अहिले अब अहिले लगभग 9 बज्न आँट्यो अनि हामी एकछिन अब खेलेर हामी घर जानेछौँ अनि यहाँ दाजुले एउटा पार्नु भयो अरे भनेर आउँदैछु यहाँ माछा परिरहेछ यहाँ निकाल्दै हुनुहुन्छ दाजुले कत्रो रहेछ हेरौँ है हामी अहिलेसम्म 6वटासम्म परेको छ लगभग 2-2.5 किलोको 3 किलोको सम्मको एउटा छ एउटा यहाँ दाजुले निकाल्नु भएको छ अँध्यारोमा ल सबैलाई जयमसी हामी चाहिँ बिहान नै 5 बजे उठेर यस ठाउँमा आएको छौँ फिसिङ गर्नुलाई फेरि यो सेकेन्ड दिन हो मेघजना कफी खाइयो अनि हामी यहाँ ड्याममा आएको छौँ यहाँ बल्छी निकाल्दैछ केटाहरू हामी हेर्ने छौँ ठाउँ सदा हामी केटाहरू आउँदैछ हामी यस ठाउँमा फेरि अर्को ठाउँमा आएको छौँ यस्तै यस ठाउँमा चाहिँ हामीले फेरि एउटा माछा पार्यौँ येल्लो बेली ठुलो छ एकदम ल ठिक छ फेरि पनि माछा परेको अवस्था ल येल्लो बेली फेरि पर्दा चाहिँ एकदम राम्रो हो कुन पर्यो थाहा छैन होइन हामी हेर्दैछौँ उगाउने तयार छ भरिसकेपछि येल्लो बेली भाजी हुन्थ्यो राम्रो काप रहेछ काप 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 ल ठिकै छ जे भए नि परो कुमार दाइले फेरि एउटा काप निकाल्नु भयो त भाइ तान त माछा तान भाइ तान बाहिरै तान गतिलो छ ठुलो छ भाइ तान तान ले भाइले घिसार्दै बान्ले सलेलाई उगाउने छैन
काप्ने जस्तो छ भाइ कहाँ काप्यो घिसार भाइ घिसार बल लगा घिसार ठुलो रहेन र भाइ घिसार त्यस्तो ठुलो छैन घिसार त्यस्तो ठुलो छैन त्यस्तो ठुलो छैन तान छ हात गएर लाग्यो भाइ ठुलो छ अन्त त्यो तलको सेतोले चाहिँ खोइ नि यसले चाहिँ तान्छ भाइ बल्ल तान भाइ तान भाइ तान ले लगभग त्यत्रै हो हामी काकाहरूको घरदेखि काका मासु काट्दै हुनुहुन्छ हामी चाहिँ यहाँबाट हिँडौँ सबै लोड गरेर भित्र गाडीमा लोड गरेर हामी यहाँदेखि हिँड्यौँ है ल